मसीको अभिवादन अनि नमस्ते साथीहरू। आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र अर्को एउटा प्रेरणादायक भिडियो र आशिषमय भिडियोमा स्वागत गर्न चाहन्छु। तपाईँले सुन्नुभएको छ हिँड्ने मान्छे लड्छ भन्ने एउटा गीत छ क्या? तपाईँले सुन्नुभएको छ कि छैन? हो रहेछ साथीहरू, हिँड्ने मान्छे नै लड्छ। अनि बसिरहने मान्छे कसरी लड्छ र? कुरा त सही नै हो, हिँड्ने मान्छे नै लड्छ। जीवनमा तपाईँ अनि हामी जब अगाडि बढ्न चाहन्छौँ त्यतिखेर नै लड्ने हामी धेरै चान्सेस चाहिँ त्यतिखेर हुन्छ। तर घरमा बसिरहने मान्छे त लड्छ कसरी? तर जब हिँड्नुहुन्छ तब लड्नुहुन्छ। अनि लड्यो भनेर फेरि लडेको गर्नुहुन्न, फेरि तपाईँ उठ्नुहुन्छ। त्यसैले जीवनमा लड्यो भनेर फेरि हिँड्न छोड्नु पनि हुँदैन नि त, होइन र? त्यसैले तपाईँ हामी जीवनमा हिँडिरहँदा हामी थाक्छौँ पनि। अनि थाक्यो भनेर फेरि एकछिन बिसाएर फेरि जिन्दगीमा अगाडि बढ्नुपर्छ। प्रिय साथीहरू, जीवनको यो यात्रामा हामी धेरैपल्ट थाक्छौँ अनि धेरैपल्ट लड्छौँ पनि। तपाईँहरूमध्ये कतिजना त रुनु पनि भएको होला अनि हरेस पनि खानु भएको छ। अनि हिँड्दाखेरि ठोक्कर लाग्छ। ठोक्कर लागेपछि कस्तो हुन्छ? लड्छ नि। कतिजनाको त नङ नै, त्यो बुढी औँठाको नङ त्यो ठोक्किन्छ। प्रायः जस्तो हाम्रो बुढी औँठा ठोक्किन्छ। त्यो ठोकेपछि बुढी औँठाको नङ नै निक्लिन्छ अनि खुनै खुन हुन्छ नि, लङ्गडे भएर पनि हामी हिँडिरहेका हुन्छौँ। जीवनमा लड्यो, रुनु पर्यो, होइन, थाक्यो भनेर जीवनमा अगाडि बढ्न चाहिँ छोड्नु हुँदैन, बढिरहनु पर्ने रहेछ साथीहरू। जब हिँडिरहन्छौँ तब नै हामी गन्तव्यमा पुग्छौँ। हेर्नुहोस् त, यहाँदेखि माथि कञ्चनजङ्घा देख्छ, हिमाल देख्छ नि। त्यो हिमाल यहाँबाट हेरेँ भनेर पुग्दिनँ। तर कञ्चनजङ्घा पुग्नु छ भने म जीवनमा अगाडि हिँड्न सुरु गर्नुपर्छ। यसैले बाइबलले के भन्छ? हरेस नखाऊ भनेर बाइबलले भन्छ नि साथीहरू। हरेस खानु हुँदैन। हरेस खायो भने चाहिँ हामी जीवनमा अगाडि बढ्न सक्दैन। त्यसैले बाइबलले कति ठुलो प्रेरणा दिएको छ तपाईँ हाम्रो हिँडाइमा, हाम्रो जीवनको हिँडाइमा हामी हरेस खानु हुँदैन। हरेस खायो भने चाहिँ जिन्दगीमा अगाडि बढ्नै मन लाग्दैन। डिप्रेसन पो हुन्छ त, कतिजना एन्जाइटी हुन्छ, कतिजनालाई त गाह्रो हुन्छ जिन्दगी जिउनको लागि। त्यसैले हामी हिँड्दैछौँ र नै लड्दैछौँ, हामी हिँड्दैछौँ र नै ठोक्कर खाँदैछौँ, हामी हिँड्दैछौँ र नै थाकिरहेको छौँ। तर हिँड्न चाहिँ छोड्नु हुँदैन। गन्तव्यमा अगाडि बढिरहनुपर्छ, हरेस खानु हुँदैन। त्यसैले बाइबलको वचनले भनेको त्यही हो, हरेस नखाऊ तर प्रभुमा बलियो हो। जीवनमा तपाईँ हामी अगाडि बढिरहनुपर्छ। प्रिय साथीहरू, तपाईँ हामी कतिपल्ट हरेस खान्छौँ, थाक्छौँ, ठोक्कर खान्छौँ, रुने ठाउँमा पुग्छौँ, तर जीवनमा अगाडि बढिरहनु पर्छ भन्ने कुरा परमेश्वरको वचनले सिकाउँछ। म यो प्रार्थना गर्दछु कि परमेश्वरले तपाईँ हामीलाई जीवनमा हरेस नखाइकन, नथाकिकन जीवनमा अघि बढिरहनका लागि प्रभुले हामीलाई सहायता गरून्। आमेन।